छोरी हजुर बुवा अब तेरो उमेर पनि भइसक्यो त ठुली भइसकिस् गाउँमा यसरी डुल्ने बराल्ने होइन है त्यो आजकल जमाना राम्रो छैन केटाहरूले के भन्छ केटाहरूले कहाँ जाम के गरौँ भन्ला त्यहाँ फस्ने होइन नि हुन्छ बुवा तेरो बा भने पनि आमा भने पनि मै हो तेरो आमाले छोडेर पुइले गइहाल्यो अब त भनेर मैले हालसम्म बिहे गरेन तैँले दुःख पाउँछस् भनेर त्यही भएर मैले भनेको कुरा तैँले मान्नै पर्छ बुझिस् अङ्कल नमस्ते नमस्ते बसुस् होइन को मैले तपाईँले चिनेन नि मैले धेरै दिनदेखि एउटा कुरा लुगाएर राखेको थिएँ भन्न डराइरहेको थिएँ आज त जे परे पर्ला भनेर म त भन्न आइगे होइन त्यस्तो के कुरा हो र नडराइ भन्नु न म त्यस्तो नराम्रो खराब त्यस्तो लाग्दैन भन्ने भनेर त आए बाउजान तपाईँले जगाउने हो नडराइ भन्नुहोस् न मैले किन जगाउने मैले हजुरको छोरीलाई पहिलेदेखि नै मन पराउँछु बिहे गर्न चाहन्छु आज त म जे परे पर्ला भनेर तपाईँसँग कुरा गर्न आइगे मेरो छोरीलाई मन पराउँछु रे अनि तिम्रो के छ जागिर जागिर त त्यस्तो छैन जे गरेर भने मैले तपाईँको छोरीलाई भोगो राख्दैन केर मेरो छोरी यस्तो ऐरे गैरेलाई मैले कसैलाई पनि दिन्न मेरो एक्लो छोरी हो छोरा भने यही हो छोरी भने यही हो एउटा राम्रो जागिर भएको मान्छेले मात्र दिन चाहन्छु म नेपालभरि यत्रोको मान्छे छन् के सबैको सरकारी जागिर छ र हजुर म तपाईँको छोरीलाई कनौर गएर सेउको पेटी बोकेर भने पालिहाल्छु के कनौर जाने विदेश जाने मान्छे मलाई फिट्टिकै मन पर्दैन ठिक छ तिमीले मेरो छोरीसँग बिहे गर्ने भने एउटा कुरा मान्नुपर्छ के कुरा हो भन्नुहोस् न हजुर मानिहाल्छु नि तपाईँको खुट्टा ढोक्ने हो कि कहाँ तेल लगाइदिने हो तेल सेल कहीँ लाग्नु पर्दैन मलाई एकदमै पुलिस अफिसर ज्वाइँ मनपर्छ पहिला पुलिस अफिसर बनेर आऊ त्यसपछि मेरो पक्का अब छोडिदिने होइन छोरी तिमीलाई पुलिस मनपर्छ हजुरले जहाँ भन्नुहुन्छ म त त्यही जाने हो ल ठिक छ म पुलिस बनेर आउँछु तर म पुलिस बनेर आउने तपाईँको छोरी फेरि अर्कैले उडाउने नहोस् नि अनि तिमीले कस्तो कुरा गरेको मेरो छोरीको पहिला छ र उडाउने म वचनको पक्का मान्छे हो मैले एकचोटि वचन दिएँ भने दिए मेरो छोरी पक्का तिमीलाई भयो तर पहिले पुलिस बनेर आऊ ल म त्यसो भए गएँ अब म कडा मेहनत गरेर पुलिस बनेर आउँछु तर छोरी चाहिँ अर्कैले लग्नु भएन ल नमस्ते नमस्ते कस्तो मान्छे हो यो पुलिस बन्ला र खै बा त्यस्तो यही नै आन्न त यार क ख ग घ ङ ए बी सी डी पुरै ख हरायो ख दाइ गरे ग कुकुर गु जस्तो ढ अरे कुकुरको पुच्छु जस्तो ढ हात भाँचे क अरे हात भाँचे त होइन कपुरी क यस अब चाहिँ फाइनली असै भयो अब केटी माग्न गइन्छ जे होस् जिन्दगीमा केही गर्नु छ भने चाहिँ केटी चाहिँ एकदम च्यालेन्ज दिने खालकै हुनुपर्ने रहेछ वाइ असै बनिर ए तपाईँ अहिले पाउनु भयो ओके अलि ढिला भयो मैले अलि एकदेखि नै पट्न लाग्यो के गर्ने अब पहिले क्लास छोडे अनि अङ्कल खै त बाबा त आज बजार जानु भएको छ ए ल केही छैन मम्मी हो आएको उहाँतिर मामा हो भयङ्कर ढोका